एभ्रिवान नमस्ते अनि सबैजनालाई स्वागत छ है मेरो आजको मिनी ब्लगमा। अनि आज चाहिँ हामी दुईजना भएर जाँदै थियौँ भागलपुरतिर। अनि मिनी ब्लग बनाउनु पर्छ भन्ने हामी दुईजनाले सानो सानो क्लिपहरू बाटोमा खिच्दै हिँड्थ्यौँ नि त। अनि हामी चाहिँ यहाँ लसलेमा आइपुगेर ऊ चाहिँ कल गर्दै थियो त्यहाँ टेम्पोको मान्छेलाई। अनि यहाँ अगाडि एउटा टेम्पो त थियो तर उसलाई चाहिँ हाम्रै गाउँको मान्छे हजुरबालाई चाहिरहेको थियो नि त, त्यही भएर अनि ऊ चाहिँ हजुरबालाई कल गर्दै थियो। अनि हामीले त रातोपाटी पनि आइपुगिसक्यौँ। मेरो रातोपाटी पनि थियो। मेरो फोन चाहिँ यतिखेर के भयो थेत्र हल्लिन थाल्ने छ क्या, भिडियोमा पुरा हल्लिन्छ। अस्ति हुँदै त्यस्तो भएको थिएन, फेरि यस्तो यस्तो हल्लिन थालिरहेको छ। सुरुमा हल्लिन्थ्यो, फेरि त्यस्तो छोडिरहेको थियो, फेरि हल्लिन थाल्ला। यो चाहिँ के गरेर यस्तो हल्लिन्छ साथीहरू, तपाईँलाई थाहा छ भने प्लिज मलाई भनिदिनु होला कमेन्टमा टक्क लगाएर भनेर क्या। अनि हामी चाहिँ गफ गर्दै यहाँ भानुपुर पनि आइसकेको थियौँ। अनि पछि मान्छे हुनुहुन्थ्यो क्या, ऊ दुईजना अङ्कलहरू दाजुहरूको जो भए पनि। अनि लाज लागेर त्यसरी बिस्तारो बनाउँदै थियो। अनि भानुपुर नजाएर त्यसरी पानी पर्न लागिरहेको थियो, घरिघरि घाम पनि लाग्थ्यो, घरिघरि पानी पनि पऱ्यो, त्यस्तै भइरहेको थियो। अनि अहिले हामी चाहिँ यो भानुपुरभन्दा पकरको ठाउँतिर यता चोलुङपारीतिर जाँदै थियौँ नि त। अनि थोरै भिडियो त बनाउनै पर्यो भन्दै जाँदै थियौँ। अनि मेरो फेरि यहाँ मुड आफै चेन्ज हुन्छ हेर्नु है साथीहरू, मलाई थाहा छैन के भएको थियो भनेर मेरो मुड चेन्ज भइरहेको छ। फेरि मुसुकै हाँसिदिन्छु फेरि के भएको मलाई त्यतिखेर मलाई पनि थाहा छैन, यस्तो भइरहेको थियो यहाँनिर चाहिँ। अनि घाम लागिरहेको थियो, घामले पनि तात्तिरहेको थियो। अनि हामीले चुम्लुङ पार्क हो तर मलाई चोलुङ पार्क भन्नु आउँछ। अनि हामी चाहिँ यहाँ चुम्लुङ पार्कको अलिक मासतिर भिडियो बनाउँदै फोटो खिच्दै गर्दै थियौँ। अनि यो चाहिँ हो चोलुङ पार्क चुम्लुङ पार्क। अनि यहाँनिर चाहिँ घुम्ने ठाउँ साथीहरू, यताउति चाहिँ धेरै मान्छेहरू हुनुहुन्थ्यो तर आज चाहिँ खासै मान्छेहरू कोही हुनुहुँदैन थियो, हामी दुईजना मात्रै थियौँ। अनि पर पनि कोही हुनुहुँदैन थियो क्या, मान्छेहरू खासै देखिँदैन अरू बेला जस्तो। अरू बेला चाहिँ आइराख्नु हुन्थ्यो मान्छेहरू, तर अरू बेलाको जस्तो मान्छेहरू कोही पनि हुनुहुँदैन थियो। यहाँनिर नि हामी दुईजना चाहिँ पुरा गफ गर्दै जाँदै थियौँ। अनि ड्रेस लाउने कि नलाउने भन्ने उयो कन्फ्युज भइरहेको थियौँ क्या हामी। यहाँनिर ड्रेस पनि लाउनु मिल्छ नि त, अनि लाउने कि नलाउने भन्ने फेरि कोही पनि मान्छेहरू हुनुहुँदैन थियो। अनि त्यही भएर हामी चाहिँ यहीँ ढुङ्गा वरिपरि बसीमा त्यत्तिकै घर फर्किदिएको हामी कामहरू अगाडि नै सकिसकेको थियौँ। अनि त्यही भएर हामी यस्तो यतातिर आइदिएको थियौँ। त्यसरी कामहरू सकिसकेपछि त अनि हामी उँधो घर भएकोतिर पनि गएनौँ, अनि यत्तिकै फर्किदिएको। अनि हामी रुगा मर्की लागेको मान्छे, बिरामी भएको मान्छे, उसले सुरुमा चटपटी खानु मान्थेन, मैले आइसक्रिम खुवाइदिएँ। मैले 2-2वटा खाएँ, उसले एउटा मात्रै खायो आइसक्रिम। अनि मिठो छ है भन्दै रिस गर्दै हिँड्दै थिएँ। अनि मिठो रहेछ भन्दै थियो। अनि फेरि आएर मैले 50 रुपियाँको पानीपुरीमा 3टा साथीले खायो, अरू सबै मैले खाइदिएँ।